बीबीएस तेस्रो वर्षका सबै साथीहरूलाई स्वागत छ। परीक्षाको तयारी त अब जोडतोडले चलिरहेको होला, होइन त? अब खासै चिन्ता लिनु पर्दैन। आज हामी परीक्षाको तालिकालाई यति स्पष्ट पार्नेछौँ कि तयारी गर्न एकदमै सजिलो हुनेछ। ल अब सिधै कुरामा लागौँ है त। सबैभन्दा ठूलो कन्फ्युजन नै केमा हुन्छ भने मेरो कोर्स नयाँ हो कि पुरानो, अनि परीक्षा बिहान हो कि दिउँसो हो। आज हामी यही सबै अलमललाई हटाएर तालिकालाई एकदमै सजिलो तरिकाले बुझ्नेछौँ। ल सुरु गरौँ नयाँ कोर्स पढिरहेका साथीहरूबाट। यो खण्ड खासमा उहाँहरूको लागि नै हो। एउटा कुरा के ख्याल राख्नुपर्छ भने नयाँ कोर्सको सबै परीक्षाहरू बिहानको शिफ्टमा छन् है। हो, यो समय चाहिँ एकदमै महत्त्वपूर्ण छ। याद गरिहाल्नुहोस्, नयाँ कोर्सको सबै परीक्षा बिहान 7 बजेदेखि 10 बजेसम्म चल्नेछ। यो समयलाई दिमागमा ट्याक्क सेट गरिहाल्नुहोस् ताकि पछि कुनै कन्फ्युजनै नरहोस्। ल अब यो तालिकामा एक नजर लगाउँ है त। परीक्षा सुरु हुँदैछ 2082 साल चैत्र 26 गते बिजनेस लबाट। त्यसपछि हेर्नुहोस् त, एक दिनको ग्याप छ, अनि चैत्र 28 गते फन्डामेन्टल्स अफ फाइनान्शियल सिस्टमको परीक्षा। फेरि चैत्र 30 गते बिजनेस इन्भाइरोन्मेन्ट एन्ड स्ट्राटेजिक म्यानेजमेन्टको पालो। त्यसपछि नयाँ वर्ष लाग्छ र 2083 वैशाख 3 गते ट्याक्सेसन इन नेपाल र अन्त्यमा वैशाख 6 गते फन्डामेन्टल्स अफ मार्केटिङको परीक्षा हुनेछ। यो तालिकाले सबै कुरा छर्लङ्ग पार्छ। ल नयाँ कोर्सको कुरा सकियो। अब पालो आयो पुरानो कोर्स पढिरहेका साथीहरूको। यो समूहमा पर्नेहरूले चाहिँ अलिक विशेष ध्यान दिनुपर्छ है, किनभने तालिका र समय दुवै कुरा नयाँ कोर्सभन्दा एकदमै फरक छ। हो, यो कुरा एकदमै महत्त्वपूर्ण छ। पुरानो कोर्सका सबै परीक्षाहरू दिउँसो 12 बजेदेखि 3 बजेसम्म हुनेछन्। बिहानको शिफ्टसँग झुक्किने त कुरै आएन है। अब पुरानो कोर्सको तालिका हेरौँ है त। यहाँ परीक्षा नयाँ कोर्सभन्दा एक दिन पहिले नै सुरु हुन्छ, याद गर्नुहोस् है। मतलब 2082 चैत्र 25 गते बिजनेस लबाट, त्यसपछि चैत्र 27 गते फन्डामेन्टल्स अफ फाइनान्शियल म्यानेजमेन्ट र चैत्र 29 गते बिजनेस इन्भाइरोन्मेन्ट एन्ड स्ट्राटेजिक म्यानेजमेन्टको परीक्षा छ। अनि 2083 वैशाख 2 गते फन्डामेन्टल्स अफ ट्याक्सेसन एन्ड अडिटिङ र अन्तिम परीक्षा चाहिँ वैशाख 4 गते अर्गनाइजेसनल बिहेभियरको हुनेछ। ल अहिलेसम्म त धेरै जानकारी भयो होइन। अब के गरौँ भने यी दुई तालिका बीचको मुख्य फरक के छ त्यसलाई एकै ठाउँमा सरर हेरौँ। यसो गर्दा कुनै पनि गल्ती हुने चान्सै रहँदैन र सबै कुरा दिमागमा बस्छ। यो स्लाइडले त सबै कुरालाई एकै ठाउँमा ल्याएर ऐना जस्तै छर्लङ्ग पारिदियो। हेर्नुहोस् त, नयाँ कोर्सको परीक्षा बिहान 7 देखि 10 बजेसम्म सुरु चैत्र 26 बाट, अनि पुरानो कोर्सको चाहिँ दिउँसो 12 देखि 3 बजेसम्म र परीक्षा सुरु एक दिन अगाडि चैत्र 25 बाटै हो। यही समय र सुरु हुने दिन, यी दुई कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्छ। ल जानकारी त सबै पाइयो, तर अब गर्ने के त? परीक्षाको तयारीलाई कसै व्यवस्थित बनाउने र लास्ट मिनेटको तनावबाट कसरी बच्ने, त्यसको लागि यहाँ 3वटा एकदमै सरल तर अति नै महत्त्वपूर्ण स्टेपहरू छन्। पहिलो स्टेप, आफ्नो कोर्स कन्फर्म गर्ने। नयाँ हो कि पुरानो, यसमा कुनै शङ्का हुनु भएन, एकदमै पक्का हुनुपर्छ। दोस्रो स्टेप, डेटहरू मार्क गर्ने। आफ्नो तालिका अनुसारको सही मितिहरू तुरन्तै क्यालेन्डरमा लेखिहाल्नुपर्छ। र तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण स्टेप, समय नोट गर्ने। परीक्षा बिहानको शिफ्ट हो कि दिउँसोको, त्यसलाई राम्रोसँग हाइलाइट गरेर राख्नुपर्छ। यी 3 कामले अन्तिम समयमा हुने दौडधुप र टेन्सनबाट मज्जाले बचाउँछ। र अन्त्यमा बीबीएस तेस्रो वर्षका सम्पूर्ण साथीहरूलाई परीक्षाको लागि धेरै धेरै शुभकामना। आफ्नो तालिका अनुसार एकदमै राम्रोसँग तयारी गर्नुहोला। पक्कै पनि परीक्षा सोचीभन्दा पनि राम्रो हुनेछ। अल द बेस्ट।